Tour the Kizidemba PK 2025. Save the mountain, preserve the environment, inspire humanity. भन्ने मूल नाराका साथमा ओखलढुङ्गा टुरिज्म डेभलपमेन्ट कमिटीको आयोजनामा र खिजदेम्बा गाउँपालिकाको आर्थिक सहयोगमा 74.6 किलोमिटर साइकल यात्रा हुँदैछ। खिजदेम्बा गाउँपालिका 5 ओखलढुङ्गा यो खिजी फलाटे बजारदेखि पातले लामजुरा हुँदै पीके जुन 4500 मिटर अग्लो डाँडासम्म यो यात्रा हुनेछ र फर्किँदाखेरि ओखलढुङ्गाकै अग्लो डाँडा 3350 मिटर अग्लो देम्बा डाँडा हुँदै पुनः साइकल यात्रीहरू खिजी फलाटे बजार आइपुग्नेछन् र यो यात्रा सम्पन्न हुनेछ। र खिजदेम्बा गाउँपालिका र पर्यटन बोर्डको संयुक्त लगानीमा यो कार्यक्रम भएको यहाँलाई म जानकारी गराउन चाहन्छु। खिजदेम्बालाई आन्तरिक तथा बाह्य पर्यटक तथा नेसनल र इन्टरनेसनल हिसाबमा खिजदेम्बालाई चिनाउने र खिजदेम्बालाई चिनाउँदै गर्दा खिजदेम्बाको अर्थतन्त्र मात्रै होइन साँच्चै खिजदेम्बा ब्युटिनेस र चाहिँ संसारमा देखाउने यो के लाइकको खिजदेम्बा छ भनेर यो देशको अर्थतन्त्रमै टेवा पुगोस् भन्ने हिसाबले हामीले यो कार्यक्रम सुरु गरेको सम्पूर्ण प्रो साइक्लिस्टहरुमा हामी अवगत गराउन चाहन्छु र यो धेरै नबोलिकन तपाईहरु एकदम एक्साइटेड हुनुहुन्छ टुर द खिजदेम्बा like us pro cyclists. Thank you very much and wish you best of luck. म नवलपुरासीदेखि नवलपुर भन्छ अहिले मेरो लोचन अमात्य मेरो एज अहिले 54 मा छु। म चाहिँ अहिले शारीरिक यो अपङ्गता भन्छ भन्न त र म आफूलाई चाहिँ लाग्दैन त्यस्तो। अब अरू साथीहरू सबै म चलाइरहन्छु। तपाईलाई एउटा हातले हैन साइक्लिङ गर्दाखेरि अझ पनि यो पहाडी भूगोलमा विकट छ त्यस्तोमा साइक्लिङ गर्दाखेरि कस्तो हुन्छ? अब यतिको त के छ अब यहाँको जस्तो त छ कि छैन औषधि लगभग हाम्रो थोरै छ त्यहाँ पहाडी एकमा हामी चलाइरहेको छौँ प्राय त्यो उद्देश्यले गर्दा पनि यहाँ सक्छु कि जस्तो आँट आएको छ। यहाँको स्थितिबारे बुझिन्छ हामीले यहाँ के छ के छैन हामी सब थाहा पाउँछौँ। यो उद्देश्यले गर्दा हामी साथीभाइ अरूलाई पनि हामी प्रचार प्रसार गर्छौँ। त्यसैले पर्यटनमा अलिक हेल्प हुन्छ जस्तो लाग्छ। काठमाडौँ सामाखुसीबाट सामाखुसीबाट अब यसमा हामी घुमघाम हामी यो साइक्लिङ नगरे भएदेखि आज हामी यो सिमसीदेम्बा ओखलढुङ्गा आउनु पाउँथेनौँ। त्यसको चाहिँ विशेषता हामी मुखिनाथ हामी यो चितवन नवलपरासी हामी राइड गर्छौँ। नाम दीपक भुजेल। म ऋषि सापकोटा जिल्ला नवलपुर काउसे साइकल ग्रुपबाट आएको छौँ हामी है। एउटा टुरिज्म प्रवर्धनको लागि पनि हो जस्तो अब यो साइक्लिङले एउटा साइकल चलाउनु स्वास्थ्य भनौँ र हर साइकलले के हुन्छ भने एउटा चाहिँ मित्रता दिगो राख्छ र हरेक हाम्रो नेपालमा हरेक कुना काप्चारमा हामी गएका छौँ साइकल लिएर र एउटा कस्तो हुन्छ भने साइकल लिएर गएपछि त्यहाँका हरेक रीतिरिवाज त्यहाँका रहनसहन अनि हरेक कल्चरहरू देख्न पाइने र एउटा चाहिँ के हुन्छ भने हामी यहाँबाट गएपछि हामीले हरेक कुराहरू चाहिँ बताइन्छ अनि त्यहाँका प्रवर्धन एउटा पर्यटक प्रवर्धन आन्तरिक पर्यटक प्रवर्धनलाई एकदम टेवा पुग्छ। साइक्लिङ गर्नु अथवा साइकल चलाउनुको के फाइदाहरू पनि त होला नि बताइदिनुहुन्छ? एकदम यसमा यो साइकल चलाउनुमा धेरै कुराहरूको फाइदा छ। एउटा स्वास्थ्यको लागि राम्रो हुन्छ किनभने तपाईको कस्तो हुन्छ एउटा फुर्तिलो भइन्छ एक नम्बरमा अनि एउटा के भन्छ भने अब भएका एउटा मोटो पनि हराउँछ अनि त्यसपछि एउटा साइकलले के गर्छ भने स्वास्थ्य र एउटा मनोरञ्जन पनि ल्याउँछ र साइकलले एउटा मित्रता दिगो राख्छ र एउटा पर्यटक प्रवर्धनको लागि पनि एउटा टेवा पुग्छ र त्यसपछि साइकल भनेको एउटा के हो भने स्वास्थ्यको लागि एउटा नम्बर 1 पौडी त्यसपछि यो साइकलमा आउँछ स्वास्थ्यको लागि है। त्यसैले साइकल एउटा इन्धन पनि बचाउँछ। हामी तपाईको एक दिनमा म 120 किलोमिटर हिँडेको छु हैन किनभने तपाईको यो साइकलले धेरै कुराहरू छ टेवा पुर्याउँछ धेरै कुराहरू छ। यो साइकल हरेक उसमा युवा वर्गदेखि लिएर वृद्धले पनि चलाउने चिज हो यो। त्यसैकारणले यो साइकल चलाउँ स्वास्थ्य बनाऊ इन्धन बचाऊ।